नमस्कार, म वन्दना सिल्वा। आज चाहिँ म चाहिँ लोकेन्द्र सरसँग जीवन रूपान्तरण कसरी गर्न सकिन्छ भनेर यो विषयमा चाहिँ केही कुराकानीहरू उहाँलाई प्रश्नहरू गर्न खोजेछु। हस्, सर, धन्यवाद। हामीले यो जीवन रूपान्तरण चाहिँ कसरी गर्न सकिन्छ होला? हजुरले छोटकरीमा बताइदिनु। पक्कै परे कति राम्रो प्रश्न। अब हेर्नु है त, जीवन रूपान्तरण यसलाई प्राकृतिक रूपमा बुझौँ। प्रकृतिमा धुजेल किराबाट पुतली बने जस्तै, एउटा सुन्दर पुतली निर्माण भए जस्तै प्रत्येक व्यक्तिमा पनि त्यो रूपान्तरण जरुरत छ। त्यो एउटा झुझुल किरा चाहिँ सुन्दर पुतलीमा रूपान्तरण भए जस्तै प्रत्येक व्यक्ति चाहिँ त्यसरी आफ्नो आफ्नो अन्तर्मनबाट, अन्तरचिन्तनबाट, अन्तर आत्माको आवाज सुन्दै आफूलाई रूपान्तरण गर्नुपर्ने चाहिँ यो पहिलो आवश्यकता हो। यो यस कारण पनि जरुरत छ कि प्रत्येक व्यक्तिलाई एउटा ठुलो सम्भावना, प्रत्येक व्यक्ति जन्मिँदाखेरि र मर्नेसम्मको अवस्थामा उसले जति पनि मस्तिष्कमा एउटा ठुलो सम्भावना लिएर आएको हुन्छ। जस्तै भनिन्छ, एउटा नर्मल मान्छेले प्रत्येक आफ्नो मस्तिष्कको मर्ने बेलासम्म पनि 3% भन्दा बढी उसले सदुपयोग गर्दैन। 3%। र अल्बर्ट आइन्स्टाइनले आफ्नो मस्तिष्कको 10% सदुपयोग गरेका थिए। र एउटा मान्छेले 10% सदुपयोग गर्दाखेरि ऊ म्यान अफ द सेन्चुरी हैन, विश्वको सहस्राब्दीको महान मान्छे भनेर ऊ प्रमाणित भयो। भनेपछि एउटा नर्मल मान्छेले हामीले यो जीवनलाई रूपान्तरण गर्नतर्फ सोच्यौँ भने, मस्तिष्कको क्षमतालाई सदुपयोग गर्नतर्फ सोच्यौँ भने हाम्रो एउटा महान सम्भावना खुल्छ। यो महान सम्भावना भनेको आन्तरिक रूपमा र बाह्य रूपमा दुवै रूपमा सम्भव छ। सर, एउटा क्वेसन है। हजुर। हामी जीवन रूपान्तरण त गर्ने भन्छौँ हैन, र मान्छे प्रवचन सुन्नुहुन्छ, बुक्सहरू पढ्नुहुन्छ हैन, तर हुन्छ नि प्र्याक्टिकल्ली चाहिँ उहाँहरू किन लागू गर्न सक्नुहुन्न? यसको लागि के आवश्यक छ? कस्तो राम्रो प्रश्न। अब यसमा चाहिँ मुख्य कुरा भनेको प्यासन भन्छ अङ्ग्रेजीमा। प्यासन त्यो भनेको प्यास कति चाहिँ उसमा त्यो खालको म परिवर्तन हुन्छु भन्ने कतिको बल आउँछ उसमा, त्यो खालको कतिको प्यासन आउँछ, कतिको प्यास तृष्णा छ उसमा। वास्तवमा भनिन्छ यो पृथ्वी भनेको एउटा सबैको साझा घर हो। यहाँ जसले जे खोज्यो त्यही भेटिन्छ, जसले जे खोज्यो त्यही भेटिन्छ। एउटा भनौँ न, एउटा भक्तले म भगवान खोज्छु भने नि उसले हर गल्लीमा, हर घरमा भगवान भेट्छ। अनि अर्को, म अब पैसा चाहिन्छ भन्यो भने ऊ अरबपति पनि भन्छ। एलन मस्कै उदाहरण छ नि त, मार्क जुकरबर्गकै उदाहरण छ नि त, बिल गेट्सकै उदाहरण छ नि त, यताको हाम्रो विनोद चौधरी नै उदाहरण छ। अब म होइन, मलाई पद चाहिन्छ, शक्ति चाहिन्छ भनेर खोज्छ भने त्यो उसले जसरी पनि भेट्छ। यो यस्तो, यो पृथ्वी गोलो छ भनिन्छ। यो जे कुरा पनि यो वर्तुल भन्छ, यो गोलोमा घुम्छ। अब म जसले मलाई पावर चाहिन्छ भन्छ उसले भेट्छ हैन। भनेपछि यो जीवन रूपान्तरण म गर्छु भनेर उसले इच्छा शक्ति हुने हो भने ऊ रूपान्तरित हुन्छ। यसमा विकल्पै छैन। इच्छा शक्ति पनि छ हैन, ऊ सबै कुरामा पोटेन्सियल भएर नै लाग्नुहुन्छ हैन, कि यसको लागि ध्यान योग विधिको आवश्यक छ त? पक्कै पनि। अब हजुरले कस्तो राम्रो प्रश्न गर्नुभयो। अब यो ध्यान भनेको फेरि पलेटी मारेर त्यो अङ्गुली मुठी पारेर त्यो गर्ने कुराहरू त्यो आफ्नो प्रकृतिको होला, एउटा विधि होला। तर ध्यान भनेको कुनै पनि कुरालाई सहज रूपमा, कुनै पनि कुरालाई एउटा प्राकृतिक तरिकाले, कुनै पनि कुरालाई सहज ढङ्गले गर्नु नै ध्यान हो। प्रत्येक मान्छे भनौँ एउटा ध्यानपूर्वक ऊ हिँड्न सक्छ, प्रत्येक मान्छे ध्यानपूर्वक बोल्न सक्छ, प्रत्येक मान्छे ध्यानपूर्वक खाना खान सक्छ। यो प्रत्येक मान्छेले ध्यानपूर्वक एउटा आपसमा भनौँ न कुराकानी वार्तालाप राख्न सक्छ। यो ध्यान गर्नु भनेको सँगसँगै त्यो प्रक्रिया त हुँदै हो। त्यो प्रक्रिया भन्दा पनि पर त्यो चेतन मनलाई एउटा स्टेट अफ माइन्ड भन्छ। एउटा स्टेट अफ माइन्ड भनेको एउटा सचेत रूपमा राख्नु के भइरहेछ आफ्नो वरिपरि, त्यो प्रति सचेत हुनु। त्यसपछि त्यो ध्यान भनेको चाहिँ आफ्नो यो एउटा तपाईँलाई प्रक्रियागत रूपमा जाँदाखेरि त्यो विचारहरूलाई हेर्नु ध्यान हो। आफ्नो मस्तिष्कमा के विचार उठिरहेछ, नकारात्मक विचार, सकारात्मक विचार, र त्यो विचारहरूप्रति तटस्थ भावले हेर्नु, फिल्म हेरे जसरी तटस्थ भावले हेर्नु चाहिँ ध्यान हो। तर त्यो सँगसँगै अर्को सँगसँगै के पनि हो भने प्रत्येक कुरालाई सहज रूपमा स्वीकार भाव हेर्नु। यो ध्यानमा चाहिँ अर्को महत्त्वपूर्ण कुरा चाहिँ स्वीकार भाव हो। यो गलत भयो, त्यो गलत भयो, यो नराम्रो भयो, त्यो नराम्रो भयो, यो होइन। जे हुँदैछ ऊ भगवानको परमात्माको कृपाले भइरहेछ। त्यो उसको कृपा अनुसार, उसको निर्देशन अनुसार कहिले पनि गलत हुनै सक्दैन।
कहिले पनि गलत हुनै सक्दैन भनेर निरन्तर चिन्तनमा रहेर आफ्नो कार्य गर्नु त्यो नि एउटा पक्का ध्यान हो, सहज ध्यान भन्छ त्यसलाई। हजुर धन्यवाद। हजुर धेरै धेरै धन्यवाद सर, हजुरलाई यति राम्रो ज्ञानवर्धक विचारहरू सेयर गरिदिनु भयो। आजको लागि चाहिँ म आफ्नो सरसँग क्वेसनहरू राख्ने एकदमै रमाइलो लाग्यो। हजुरहरूले पनि यो ज्ञानवर्धक कुराहरूलाई मनन गरी अझै पनि हामीसँग थप परामर्श गर्न सक्नुहुन्छ। हस् त म वन्दना सुब्बा बिदा हुन्छु। धन्यवाद धन्यवाद वन्दना म्याडम।